lane fast, call it high speed. I've been working hard, yeah, I've been working nightly. If you think you'll win, ha, not likely. I be taking shots, yeah, cold-blooded, icy. Watching numbers grow is what I call sightseeing. In the front row, run it up when they hype me. The following grows, they know how to ignite me. Call me CEO, I've been running right, see. And I ain't playing games, I create my own lane, making pleasure out of pain, turning losses into gains, I'm the boss, I'm making change. I've been rocking this exchange, popping off and risking things, gonna make a f***ing name. I just wanna be famous, but I don't want that cheap fame. No, I'm not that vain, I just wanna be greatness. 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 Ain't no motherfucker in this world could do it like me. Open up your eyes and insert a little vice in. You don't have to love me, you don't have to like me. Got enough love in myself, in my psyche. You should have the same in your brain nightly. If you wanna taste me, you can fucking try me. If you wanna hate me, you know where to find me. And if you go and hate this, you can fucking bite me. Okay, I'm going off every chance I get. I don't really take a loss, well, I'll admit. That's why I'll make it to the top, yeah, I commit. And no, I'm never getting lost, I get after it. Investing in my own stock, cause it's faster than any crypto hits go, let me spend. Everything that you see is something I invent, and it's only a percent. I'm gonna take shots, if I miss all, forget it. I'll take a fat loss just to learn all that's in it. I'm taking snapshots, learning. रमाइलो हाम्रो यस्तो छ नि पुरानो संस्कार 2081 सालको पैसा तानामा मेरो 3 दाउ खाली हेरौँ है हेर्नु सर चाहिँ हामी नन्दा मेरो बहिनी भोलि मलाई लगाइदिने के मेरो बहिनीले त्यही भएर हामी यसरी म चाहिँ यहाँ रोटी पकाउनको लागि मुसिरहेको छु चामलको पिठो चिनी जेली रेशमा यता हेर छिटो खोयो रेशमा ए बाजेले हिँड्नुहोस् फोटोमा रहेछ नि धर्ता ठुलो छ भनेर फेरि ढुङ्गोको चुलोमा रोटी पकाइदिएछ 2081 सालको दीपावली तिहार भोलि भाइटिकाको लागि तयारी छ। हाम्रो यता पकाउने दिदी यता हुनुहुन्छ है, रोटी पकाउँदै हुनुहुन्छ। कतिको राम्रो छ हो मोबाइल भर्खर सुरु गरेको साथी हो। भरे मासु काटिसक्नुभएको छ, अब अझै काट्न बाँकी छ। जेलीमा त हेर्दा एक सेल्फी त बन्द आयो अरे गाइस। म चाहिँ दाल पकाउँदैछु। अनि बेलामा मधे झन् माग्नु आनिलो है बाउजू त त्यहाँनेरि खला न। ल नरिवाल झरिसकेको छ। काट्नु आउनु। खाने बाउनु एउटा आफै टिपेर हामी टिपेर
नरिवल चाहिँ फलेकै हो साथीहरू। यो तिन चाहिँ नरिवल चाहिँ दाइले झार्नु भएको। नरिवल आयो नरिवल आयो नरिवल। कता कता काट्छ। भाउजूले नरिवल काट्नुहुँदैछ। हाम्रो रेसमा नाचिरहेको छ होइन। दाइ हुनुहुन्छ। फाइनली मेरो रेडी भएको कस्तो गर्नु देख्यो। वर्ष भयो जन्मेर उता सँगै दाजुभाइको छोराहरू अनि गाउँले भाइ भएर अनि यहाँ आज चाहिँ दीपावली मनाउन सुरु गरिँदैछ। तिहार हो। भाइ टिका। भोको थिएन तपाईँ यहाँ आएर खिच्नु भने सबै आउँदो रहेछ ल। भोकले भो भाइहरू भएको छ। लोकतालु दुईवटा भाउ त अब भयो। दाइने नि यसो उता पार अनि छम्किँदै जा। खोइ यसरी के यसरी दाइने भन्छ, म त यसरी दाइने भन्छु। साँच्चै कसरी हो दाइने? ओइ मलाई भोको छैन के र त? म तिमीहरू जाँदैन नि त, मेरो मात्रै जाँदैछ क्या। भइरहेको छ। लु हौ लु 81 सालको भोको थियो भने चाहिँ खान्छ। फेरि मण्डलले करायो भने चाहिँ छ्याछ्याछ पार्नु। यहाँ चाहिँ देवा दाजुभाइको छोराहरूको फर्स्ट टर्न है आज चाहिँ। यहाँ दाजुभाइको छोरा छोरी आज चाहिँ के भन्छ जम छेक्ने फर्स्ट टर्न हो। बुढो भइसक्यो। त्यही भएर अब दिनदिनै परदेश कता कता अर्काको घर जाने। छोरी चेलीको जात। अनि यता हाम्रो फुपूहरू हुनुहुन्छ। मेरो नन्दा यता मेरो नातिमा 2 तालमा बुझिस 3 तालमा छेक पार। अनि भाइरा सर पूजा गरेर पुग्नु त। अब पूजा गरेर कुट्नुपर्छ छ्यामा उता अलिअलि गर्दै सिजो गरेर अनि भान्जीले झ्याप्पै कुट्ने अनि यहाँ राखेर यसो छेक्नुपर्छ है भान्जी भाउजूहरूलाई नलागोस्। अब फुल होइन फुल अहिले पहिले के गर्नुपर्छ भने अब को त जे आफ्नो मन लाग्छ त्यही गरेर मलाई ल अरे त्यतिदेखि धस्दै जान्छ। ल लुलु सबैलाई अलिअलि यसो धस्दै जस्तो गर्नु अलिअलि दिँदा चाहिँ आफै धस्छ अलिअलि दाजुहरूलाई। हो तर नसुकोस् भनेर अरे क्या धस्न टाउकोतिर यसो पार अलिअलि अब हाम्रो दाइलाई पनि ल है दाजु माइती मानेर आजदेखि अब चेली पुजेको छ। कहाँबाट आएर संजोगले भेटायो लेखाचीलेहरूसँग। अब लु टिका लगाइदिने भान्जीले पनि लगाइदिनु। एकजनाले सेतो लाग्दै लानु। लु लगाइदिनु नलजाइ केही पनि होइन बिस्तारै। जेठा पाएको देखियो हौ जेठा पालु। अलि पानी उतै लाउतै गरेर बिस्तारो गर न। अहिले गर न जाने भिडियो कालो न कालो आउँछ है मैले गरिदिएँ। यहाँ आएर गर्न यहाँ तर जम्बारो ननिक्लिनु अनि के त यार तान्नु पर्छ त यसले खाँदिएर अलिअलि जम्बारो। उल्टो कि सुल्टो भयो? उल्टो भयो त यतापट्टि हो। अर्काको मोबाइल जान्दिनँ हो जान्दिनँ। अलिकति आएर खिच्ने यता नराएसँग अनुहारमा साइडदेखि नआएछ राम्रो देखिन्छ। फर्स्ट टर्न हो दिदी भाइ दाजु बहिनीको छोरी
अनि यता देवाको छोराहरू, यता चाहिँ भाइको छोराहरू, मेरो छोराहरू, उता मेरो जेठाजुको दिदीको छोरा, उता भान्जी, उता पर छोरी, पल्लो चाहिँ फर्स्ट नै हाम्रो चाहिँ यो जन्मा घर हो के मेरो छोरोहरूको। 19औं वर्ष लागे, त्यही भएर यसपालि चाहिँ जन्म घरमा मनाउन आएको। हाम्रो चाहिँ यस्तो छ पारा, जस मान्छेलाई चाहिँ धन मन जे भए पनि अब आफ्नो आफ्नो रीति आफ्नो आफ्नो संस्कार हो, जति आफ्नो दक्षले सकिन्छ त्यस्तै पार्छ साथीहरू। धार धच्चा गरिएन धेरै, किनभनेदेखि त्यो परम्परा नै कता हो कपडा सपरा के जति प्रेजेन्टहरू राखेर गरेन, सादा र सिम्पल साथीहरू यस्तै। किनभनेदेखि पहिलेको पुर्खाकालमा यस्तै थिए। अनि त्यो लुगा फाटा गिफ्टहरू राख्ने चलन चाहिँ थिएन हाम्रो बाबुबाजेले गरेको, त्यही भएर हामी गरिएन, त्यही पारा गरिँदैछ आज। बाबुबाजेकै पाला गरियो। साह्रै नै पतेलो भएछ। होइन यो बाक्लै छ कि यो अर्कैवाला भन्छ क्या यो यसरी खिच्दाखेरि हुँदैन होइन यस्तो चलाउँदा मजाले लाऊ है। हाम्रो दाजुहरू त पूर्वदेखि पश्चिम पुग्ने अलिक रेख्नेको लागि त धरानमा कस्तो नक्कले पारा हुन्छ, अलिक राम्रो लाग्छ। यता मेरो खुसे बहिनीको छ। खुसे बहिनी चाहिँ अब यहाँ दाजु पुगेर बस्नु भएको। कता जानुभयो मेरो दाजु? नातिमा रेसमा ल ए माइली बुहारी माइला छोरा यसरी नै सधैँ लगाइराख्नु पाऊँ। अब यतै घर रुङ्ने हो, यतै बस्ने हो। हामी पनि आइपुग्छौँ कोही बेला। अब यहाँ माङफाङको घर बनाएर बस्नुपर्छ। छँदैछ एक एउटा घर, कति 7 माथि 4-6वटा घर बनाएर बस्नुपर्छ यो बसामा। अब हामी म पनि केही पनि थिच्नु धार पनि दुखिसक्यो के हो। 4-6जनालाई लाउँदा 7 भाइकै उहिले एउटा चाहिँ 14 भाइको हुन्थ्यो। यसरी हल्ला गर्नु अनि राम्रो आउँछ। के हुँदैन एक ठाउँ बसिराख्नु यतिकै बसिराख्ने क्यामेराम्यान कहाँ डुलिराख्छ। ल भान्जी दि दाजु बहिनीको छोराछोरी आज भेट गराएको फर्स्ट नै हो। ल बिस्तारी लाउनुहोस् भन्दैन होला, जे आफ्नै दाजुहरू हो, शर्माउनु पर्दैन। दाजुहरू पनि कता न त्यस्तो होइन। ल बिस्तारो आत्तिन त अलिअलि आत्तिन्छ। म अरूलाई भनिदिएको मात्रै हो, म आत्तिन्छु कि आत्तिन्छु चाहिँ मै हो नि। फेरि प्रकाश हुन त अझै चाहिँ डन बनेको क्या। उहाँ त खालि मै जम सेक्नु पर्ने, मै हो भोको बसिराख्नु पर्ने। फेरि जेठोपाको म भएर क्या उहाँ चाहिँ। अनि आज चाहिँ म डन पल्टेको थियो। होस् होस् बढा हात त हुँदैन। मलाई सकिस् भने लगाइदिए आइज नि। अब ऊ त दाजुहरूलाई माला अनि त्यहाँदेखि त्यहाँ तान्नुपर्छ जम्बारो, अनि खुवाउँदै राख्दै अनि सकिगयो। त्यहाँदेखि त अनि खाना खाने बेला आइहाल्यो, अनि फुर्सद पाइहाल्यो। रेसिमा कस्तो लाग्दैछ आज? को भेट भएको हाम्रो जान आऊ माउलाई। रेसमा र मेरो अन्तर्वार्ता म पत्रकार हो क्या। को आज कसको घरमा कसको? ऊ हाम्रो खुसी गीत गाउँदैछ भने मेरो बहिनी गीत गाउँदैछ भने है। ल गीत गाउनु, खुसी गीत गाउनु। कस्तो गीत गायो मेरो खुसीको बहिनीले। रोनु होला धन्यवाद। यति भए मेरो खुसी बहिनीले गीत गाइ पनि दिनुभयो। यो सही कुरा हो, मनमा घात लाग्ने कुरा। अब यो होइन यसो खानु दिए जस्तो गरेर पहिले ताना जम्बाएर निकाला। एकजना छै ताने जस्तो गर्नु। भाइलाई तान्दैले दाजुदेखि नै अलिक जमदेखि निकाल्नुपर्छ नि त। ताने जस्तो गर्नु पर्यो नि, अनि खानु दिनुपर्छ त। जम्बाएर निकालेको अरे क्या यो।
हामी त यस्तो गर्छौँ होइन लु कान्छ हाम्रो यो खानेकुरा दिनु एकजनाले यो राखिदिँदै दिनु एकजनाले त अलिअलि खोल्दै खुवाउँदै राखिदियो भुइँमा यहाँ माइती दाजुलाई दिहाल अलिकति चट्टासँग ए नि मजा माइला खोला खोला आफै यसले जानेन खाने बानी छैन नि अलिकति खुवाएर राखिदिनु भुइँमा आफै खुवाउनुपर्छ अलिकति किन कति ढिलो यहाँ मेरो बहिनी फेरि हेर्नु त साथीहरू यहाँ बल्ल बल्ल टाढो टाढोको बल्लदेखि आएको कहाँ पो हो नि लुङ्गला हालै कतादेखि आइपुग्दैछ अलिअलि खुवाए जस्तो गरिदेऊ गऱ्यौ दादालाई पनि लु यहाँ पनि हाम्रो गाउँले दादा जम्का भेट भएको छ हो यसरी राखिदिनु उनीहरूलाई खुवाए जस्तो गर्दै भाउजूलाई अलिकति खुवाइदिस् त किन हिजो खाने भनेर ल्याउनु लगाएको छु मैले थुरु आज खाइदेऊ मात्दैन त्यतिले आज जस्तै हिजो खाने भनेर मैले ल्याएको कताको हाम्रो बस्छ उसलाई पनि रोटी देऊ न खान्छ होला अस्ति दादालाई होइन त नभाउ नि त यस्तो खाने त न चिसो 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 लिएर खुवाइदियो चिसो लिएर लु ल छिटो अब बसन्तको फल यहाँ धरान जाने अरे इटेरी जाने अरे कहाँ कहाँ जाने भन्छ ऐसा सुरु भयो भने मात्रै अब भोलि पर्सि कमाएर विदेश गएर ल अब यसो रमाइलो मात्रै अब लाउरे भएर आएर ल भान्जीहरूलाई बहिनीहरू अब बाबुहरू लाउरे भयो भने चाहिँ आएर चाहिँ भान्जीहरूलाई फुपूहरूलाई ढोक सबैलाई ढोक कान्छा जेठा फुपूलाई भान्जीलाई यसो उ गर्ने उ त पल्लो बहिनीलाई म दिन्छु पल्लो होलिकालाई चाहिँ दिएन के भयो भाइले दिदीलाई अब अर्को खालको लगाइदे उति छ दाइ अब अर्को लगाइदे पहेँलो लगाइदे अब हरियो पहेँलो रातोमा लगाइदे हो त अरू त निलो छ है ब्लु कलरको हो त यो हो यहाँ छ भाम सबै लगाइदिएन तिनीहरू अरे त्यो खालको भइसक्यो यस्तो कलर हुन्छ पुस्न भनेको यहाँ छ कान्छै यी बस्नु है सानो बस्नु लु यहाँ भयो लगाइदिए एक खालको दुई खाल तिन चार पाँच खालको भइसक्यो ट्याक्कै यो लगाइदिए ल अब यो लगाइदिए माथि अब यो लगाइदिए अलिकति त्यसलाई एक खालको दुई खालको तिन खालको ल ह्याप्पी मोड यता हेर्दा जेनीमै यता हेर गाइजो
खस्नु भएको कार्तिकमा फेरि यो 28 27 1 महिनाको फरकमा खस्नु भएको यहाँकै हिराको ससुराम त गाउँकै काका नि त कुनै यता हेर्नुहोस् तल यता यता यहाँ हेर न सेम उसको फेस त एउटा त एक्टर जस्तो मिल्छ हौ दैलेमा यता हेर नपुपु खामै खाम बिस्तारै उसै बिस्तारै दिउँ ल यता हेर्नुहोस् त बुझ्नु यता हेर्नुहोस् न चाँडै मेरो